भनिन्छ नि खुसीले संसारै समेट्छ रे, तर कहिलेकाहीँ खुसी यसरी बर्सिन्छ नि मानौ सिङ्गो मानसपटल नै आकृष्ट भएको छ। त्यसैले खुसीको सासाना झोक्काहरू नै पर्याप्त छन् एउटा उत्सुकताको पुल निर्माण गर्न। हो, जिन्दगीको यो लामो हिँडाइमा एउटा सानो टुक्रे खुसीको नाम हो कस्मिकियन चेतलाङ यात्रा। सायद दिनहुँ अगाडिको शिक्षकहरूको विद्यार्थीलाई समेटेर घुम्न लैजाने चहल पहलले पनि होला सम्पूर्ण विद्यार्थीको अनुहारमा नौलो चमकपना आएको। चमकपना पनि यस्तो मानौ सबै विद्यार्थी लामो समयपछि किताबको पानाबाट अवलोकनको पाना पल्टाउन हतारित छन्। कस्मिकले जोड्न लागेको यो भ्रमण हामी सम्पूर्ण विद्यार्थीको लागि नयाँ थियो, छोटो थियो अनि पहिलो पनि, जुनले सबैको मनको कुना काप्चामा एउटा अनन्त स्मरणको ठाउँ ओगट्नेवाला थियो। र यसै क्रममा यो यात्राको पहिलो पाना पल्टाउन सुरु हुन्छ 2079 चैत्र 23 गते बिहिबार 11 बजेबाट। लगभग 120 जना विद्यार्थीको हुन गइरहेको भलाकुसारी अनि कस्मिकले दिएको यो शैक्षिक भ्रमणको अवसरलाई आत्मसात गर्दै कलेज प्राङ्गणबाट निस्कियो हामी हाम्रो गन्तव्यसम्म। हावाको बेगसँगै, सङ्गीतको धुनसँगै र गाडीमै कम्पन आउने गरी नाचगानलाई समेट्दै हाम्रो यस शैक्षिक भ्रमण निकै ज्ञानवर्धक र मनोरञ्जनात्मक हुने देखिन्थ्यो। र यसै सन्दर्भमा डिआई सरको ठट्ठ्यौली पाराको नाचले त झनै सेलाएको खुट्टा पनि नाच्नका लागि तात्तिरहेका थिए। हरेक विद्यार्थीमा एउटा नौलो उमङ्ग थियो। अझ भनौँ केही शिक्षकहरूको समावेशले त झन् भ्रमणको माहौल उत्कृष्ट बन्दै थियो। यात्राकै क्रममा निकै रमाइलोको साथ काठमाडौँ ललितपुरको खाडालाई नागेर चन्द्रगिरी पुग्यौं। अनि त्यहाँको स्वदेशी तथा विदेशी पर्यटकहरूको टिकट लिने घुइँचोलाई देख्दा साँच्चीकै नेपालको पर्यटन क्षेत्रले पनि फर्को मारेझै लाग्यो। हामी सम्पूर्ण विद्यार्थी मनोरञ्जनका लागि मात्र होइन, अवलोकन साथसाथै प्रयोगात्मक कार्यलाई पनि जोड्दै थियौं। यस्तो प्रयोगात्मक कार्य जुनले हरेक विद्यार्थीले सोच्ने आफ्नो विषयमा टेवा पुर्याओस्। सम्पूर्ण विद्यार्थी व्याप्त थिए केवलकारसँगको यात्रामा रमाउन। नौलो उमङ्ग भिरेर अनुपम दृश्यको छटालाई निहालेर पुग्यौं हामी नेपालको ऐतिहासिक एवं धार्मिक महत्त्व बोकेको चन्द्रगिरी डाँडा। जुन काठमाडौँबाट नजिकमा रहेको स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइमा पर्छ, जहाँ मानिस काठमाडौँलाई निहाल्न र बालेश्वर महादेव मन्दिरको दर्शन गर्न आउँछन्। त्यहाँका जानकार व्यक्तिहरू र श्री स्वस्थानी परमेश्वर अनुसार श्री महादेवले सती देवीको मृत शरीर लिएर जाने क्रममा यसै ठाउँमा निधार पतन हुँदा यो नाम रहेको भन्ने पाइन्छ। त्यस पश्चात हामीले त्यहाँ एकल तथा सामूहिक फोटो खिच्यौं र त्यहाँबाट फेरि लाग्यौं हाम्रो आजको फाइनल गन्तव्य चितलाङतर्फ। अबको केही समयको यात्रा हिँडाइमा समावेश थियो, अर्थात् हाइकिङ। हामी सम्पूर्ण विद्यार्थी आफ्नो समूह निर्माण गर्दै लाग्यौं ओह्रालो। चन्द्रगिरीको शीतललाई त्यतै छोड्दै र जुत्ताभित्र सागुरिएको खुट्टालाई तताउँदै, सङ्गीतको मिठो धुन जस्तै
चिरबिर चिरबिर सुस्तरीय चराहरूको आवाजलाई स्पर्श गर्दै लगभग 40 मिनट त्यो घना जङ्गलको बाटो हिँड्यौँ। सम्पूर्ण विद्यार्थीहरूको खुसी चन्द्रगिरीको डाँडो काटेर ओह्रालो लाग्दै थिए चितलाङतर्फ। त्यस्तो माछा हैन अनि यो ठुलो हो त्यसरी माछा हो त्यसरी मात्र छिके सिकाउँदै ल फोटो खिच्यो त्यो चपाउँछ अलि चपाउँछ अलि कमलो पानी नि यसरी गर्नु हाइकिङ कडा त्यो ताकमा बसेर ताक हुन्छ नि सर त्यो खैनी खैनी खान्छ बलकै फाल्छ यसको हैन बुढा मान्छेले त्यहाँ हुन्छ तपाईँ बुढा मान्छेले गर्नु सब जिनी हालेर गाडीमा हुन्छ गाडी गर्नु हामी एक गाडी दिन्छ काम गर्दै गाडीमा आएर गर्नु न है। करिब 40 मिनटको हिँडाइपछि बस मार्फत लाग्यो ओह्रालो। बाटो यस्तो थियो मानव सङ्गीतको तालमा नाच्नै नपर्ने गरी आफै हल्लिरहेका छौँ। वास्तवमा भन्नुपर्दा बाटो साह्रै बिजोग अवस्थाको थियो। जहाँ यति धेरै पर्यटकको चाप हुन्छ त्यहाँ विकासको बाटो किन सुस्त गतिमा खनिन्छ भन्ने कुरा पनि मनमा एक तमासले गुन्जिरहेको थियो। चितलाङले मुहार देखाउँदै थियो, हामी त्यतैतिर तानिँदै थियो, लम्बिँदै थियो। बाहिर उडिरहेको धुलोको त के वास्ता र, जति तल देखिरहेको चितलाङको दृश्यको थियो। अन्ततः हामी पुगेरै छाड्यौँ चितलाङको अर्ग्यानिक भिलेज रिजोर्ट, जहाँको न्यानो स्वागतसँगै मिसाएको त्यही उत्पादित भुटेको मकै, सादेको भटमास, आलु चिउराले भोक यसरी मेटायो मानौ सम्पूर्ण विद्यार्थी शिक्षक नौलो स्वादलाई स्पर्श गर्दैछन्। पख्नुस् धैर्य गर्नुस्, यात्रा अझै बाँकी छ, कहाँ सकिएको छ र। त्यो चिसो साँझ अनि हामी कस्मिकले न्यानो बनाएको त्यो माहौल जहाँ रोमाञ्चक गेम पनि खेलेका थियौँ, त्यो खेल झट्ट सम्झदा अहिले पनि ओठमा हाँसो चुहिन थाल्छन्। जुन हामी सम्पूर्णको लागि नौलो खेल हुनुपर्छ, जहाँ केही विद्यार्थीले भने केही रकम पुरस्कार पनि जिते अनि कोही भने हिस्सा परे। तर पुरस्कार भन्दा महँगो चिज त त्यहाँको याद हुनेवाला थियो सबैलाई, जुन कहिले पनि मेटिनेवाला थिएन।
59 पनि गयो 59 मा चाहिँ गयो 60 गयो 63 गयो 81 इज हियर गयो 88 पनि गयो 88 गुरु 88 यहाँ छ हैन त्यसपछि 77 गयो 90 पनि गयो ल यो दुईटा भाइ दुईटैले पारे अब त्यसैले गर्छ काम गर्नु सक्नुहोस् अब के गर्नु भाइ अब यस्तै हो कोही मग्न थिए रमाउनमा कोही नाचगानलाई समेट्दै थिए कोही गिटारको धुनसँगै गीत गुनगुनाउनमा व्याप्त थिए अनि कोही आफ्नै सारमा अल्झिरहेका थिए अझ भनौँ त्यो रात चितलाङको अर्ग्यानिक खानाको स्वादले त झन् सबैको मनमा एउटा स्मरणीय छाप छोडेको हुनुपर्छ त्यो रातको रमझम निकै नै अविस्मरणीय बन्यो हामी सबैको लागि अब मात्र दिनभरको यात्राले लखतरान भई गलेको ज्यानलाई विस्तारमा सेलाउनु थियो थकान मेटाउन र अर्को भोलिपल्टको भिलेज भिजिट र कुलेखानी जानको प्रतीक्षामा पनि सुन्दर शान्त र शीतल वातावरणमा मनोरम प्राकृतिक दृश्यका साथै ऐतिहासिक सांस्कृतिक महत्त्व बोकेको गाउँ चितलाङ जहाँको बिहान सबेरैको चिसो बतासको चुम्बन र चराहरूको चिरबिर सुस्केरा र सङ्गीतले दिएको आनन्द शब्दमा व्याख्या नै गर्न सकिँदैन बिहानैको चिसो स्याटसँगै तातो चियाको चुस्की अनि नास्ता पश्चात लाग्यो हामी गाउँ भ्रमणतर्फ चितलाङको ऐतिहासिक प्राकृतिक सुन्दरता सभ्यता र संस्कृतिबारे बुझ्ने जमर्कोमा सबै हतारित देखिन्थे हतार यसकारण कि त्यसै दिन कुलेखानी पुगेर फर्किनु पर्ने थियो हामीलाई हामी सबैका लागि त्यस ठाउँ नयाँ थियो अनि नौलो पनि त्यसकारण हाम्रो लागि सम्पूर्ण गाउँ अनुगमन गराइदिन सहायता चाहिने भएकाले त्यसै ठाउँका स्वच्छन्द माविका शिक्षकसँग हामीले घुम्दै भलाकुसारी गर्ने मौका पनि पायौँ र अझ भनौँ चन्द्र शमशेरद्वारा निर्मित त्यस ऐतिहासिक महत्त्व झल्काउने दरबारको पिँढी र बार्दलीमा बसेर सामूहिक फोटो खिच्दाको झलक एक छ तर याद अनेक
राखिरहेको छु। इन्डिया चाहिँ अलिकति साइलेन्ट भएर बस्नु सर्वप्रथम अब चितलाङको कुरा गर्नु र यसै क्रममा चितलाङ राजा अंशु वर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ अरे भन्दै उहाँले चितलाङको बारेमा रोचक तथा ऐतिहासिक सन्दर्भलाई पनि जोड्दै गाउँ भ्रमण गराउन सुरु गर्नुभयो। अब हामी यो गोठ चिज उत्पादन हुने ठाउँमा आएका छौँ। यहाँबाट यो बाख्राहरूको चाहिँ मिल्कलाई युज गरेर यहाँ चाहिँ गोठ चिज भन्छ क्या। यो गोठ चिजको लागि चाहिँ नेपालमै वान एन्ड ओन्ली प्रोडक्सन हुने ठाउँ पनि यही हो। यहाँ चाहिँ खासमा 2 खालको चिजहरू बन्छ क्या। यो सानो सानो देखिरहेको छ भने सफ्ट चिज हो। यो चाहिँ यसको चाहिँ पर पिसको चाहिँ 250 पर्छ र यो चाहिँ 1 विक जस्तोमै रेडी हुन्छ। अनि यो हामीले देखिरहेको छौँ यो चाहिँ हार्ड चिज हो। यो हार्ड चिज भन्नको लागि चाहिँ 1 मन्थदेखि 2 मन्थसम्म फ्रिजिङ गरेर राख्नुपर्छ, फ्रोजन गरेर राख्नुपर्ने हुन्छ। अनि यसको चाहिँ पर पिसको 1500 पर्छ। दुवै चाहिँ यो चाहिँ गोट मिल्कबाट बन्ने चिजहरू। त्यो बाहेक अब यो ट्रीहरू प्लमको ट्रीहरू छ यहाँनिर देखिरहेको। यो ट्रीमा उत्पादन हुने प्लमहरूलाई युज गरेर चाहिँ यो प्लम वाइन भन्छ यहाँनिर। लगभग रेडी भएको खाना मिल्ने खालको रेडी भएको प्लमलाई चाहिँ 7-8 महिना जस्तो चाहिँ फर्मेसन गरेर राखिसके पछाडि चाहिँ यो वाइन रेडी हुन्छ। अरू रेड वाइनहरू जस्तै छ। यो प्लम वाइनको चाहिँ पर बोटलको 750 पर्छ। त्यसै गरी आएर यहाँ वरपर भएको किवीहरूलाई युज गरेर चाहिँ यहाँनिर यो किवी जाम भन्छ क्या है। यो बिहान तपाईँहरू ब्रेकफास्टमा पनि खानुभयो है। यो किवी जाम भन्छ। यो किवी जामको चाहिँ पर बोटलको 300 पर्छ। भ्रमण गर्दै जाने क्रममा भेटिएका सप्त ऋषिहरूले नुहाउने सप्तश्री धारा, अमृतजै मिठास छर्कने ढुङ्गे धारा, जहाँ बसेर महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा यात्री कविता लेखिएको थियो। झन् अझ हरियो घाँसे चौर, नासपतिको हरिलो भरिलो झरिलो घना बगैँचा सम्म फाटमा उचित सिँचाइको साथ उब्जिएको तरकारी अनि प्राचीन गाउँमा नेवार, बाहुन, छेत्री र तामाङ जातिका मौलिक समाजलाई देख्दा लाग्यो गाउँ भनेको त यस्तो पो हुनुपर्छ त। तर अलिक खिन्न लागेको कुरा चाहिँ सुविधा सम्पन्न अस्पताल, गुणस्तरीय स्कुल र बाटो चाहिँ देख्न पाइएन। यसरी चितलाङको सामिप्यमा हराइरहँदा उता चितलाङको बनै हरियो, यता हाम्रो मनै हरियो। तर के गर्नु, समयले नेटो काटिसकेछ। अझै चितलाङको पाखा पखेरासँग हराउने मन हुँदाहुँदै पनि खाना खाएर निस्कियो हामी हाम्रो अन्तिम गन्तव्य भनेको कुलेखानीतर्फ। कुलेखानी जुन नेपालको पहिलो मानव निर्मित ताल, जहाँको प्राकृतिक सौन्दर्य र अलौकिक दृश्यावलोकनको कुनै व्याख्या नै गर्न सकिँदैन। करिब 30 मिनट पश्चात पुग्यो हामी कुलेखानी अनि देख्दा लाग्यो स्वर्ग भने यही त होला नि। सम्पूर्ण मेलोमेसो चाँजो पाँजो शिक्षकहरूले मिलाइदिएकाले हामी सम्पूर्ण विद्यार्थीलाई घुम्नको लागि सहजता मिलेको थियो। यसै सहजताको महसुस गर्दै सम्पूर्ण विद्यार्थी बोटिङ गर्नका लागि तत्पर देखिन्थे। स्पर्शित बतास, निश्चल पानीसँग मग्न हामी सबै मानौ सबै यसरी रमाउँदैछन् कि यो भन्दा पर खुसीको कुनै सीमा नै छैन।
बिउतिएको यात्रा आज निम्न लागेको थियो। यात्राले लखतरान भई गलेका सबै विद्यार्थी बसमा अल्यास तल्यास देखिन्थे, तर हरेकको मस्तिष्कमा यो यात्राले ताजा अनुभूति कुरलेको थियो। सम्पूर्णको मानसपटलमा चितलाङले छोडेको अविस्मरणीय याद कदापि मेटिनेवाला छैन, रहिरहनेछ एउटा जीवन्त अनुभूति बनेर। मिठास छ, देख्दा सरल तर अनुगमन गर्दा अनन्त। दृश्यलाई स्पर्श गर्दा नयाँ संसार भेटे जस्तो, तन फुरुङ्ग पार्दै नौलो उत्सुकता समेट्दै मलाई शान्ति दिए जस्तो अनि परिवर्तनको उज्यालो देखे जस्तो। अझ भनौँ गरेदेखि सम्भावना के छैन र भन्ने विषयको विषम उदाहरण हो चितलाङ। उद्देश्य भन्दा माथि इच्छा शक्ति, दृढ निरन्तरता। सुनौलो सपना भन्दा ठुलो केही छैन। ठाउँ छ, स्रोत छ, सम्भावना छ, उपाय पनि आँखे अगाडि छ, तर मानिसले त्यसको विपरीत मात्र देख्छ। जे ऊ स्वदेशमा गर्न सक्दैन अनि विदेशको धाक लगाएर चौतर्फी भौतारिन्छ। तर चितलाङ यी कुराहरूको हेरीफेरीमा पटक्कै पर्दैन। एक यस्तो